अब स्टिकबाट बनाउँछु अब स्टिकबाट बनाउँछु केही भन्दैन तपाईँ यो हुन्छ नि यो वेलकम ब्याक टु माई ड्रिम ब्लग। अहिले तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै एकदम फिट एन्ड फान छु। अनि चरक टिडिक भएर चाहिँ म चाहिँ आज भेमा जाँदै गरेको मुस्कान र म चाहिँ अनि मम्मी बजार जानुको छ नि त अनि म चाहिँ जाँदैछु। यहाँ के लगेँ के लाँदैछु कसो लाँदैछु त्यो त अब देखाइ नै हाल्छु तपाईँहरूलाई म। ल अब जाने भयो भेमा। यो चाहिँ के हो भन्दाखेरि चामल रक्सी है। यता केटाहरू छ है फोर्टिनसँगै यता यसले भन्छु त हेलो यता हामी त फेरि नवमी डाँडा पनि जाने प्लानिङ हुँदैछ है। अब मम्मी कतिखेर आउँछ अनि मम्मी आएपछि अब जाने हो। फेरि हामी भेमा चाहिँ त्यस्तो जाने चाहिँ किनभने भेमा गइसकेपछि चाहिँ जसरी भए पनि भ्लग त बनाउनै पर्छ। कपिराइट लाग्यो भने फेरि मलाई नै घाटा हुन्छ किनभने धेरैवटा भिडियोमा मैले योभन्दा अगाडिको भिडियोमा पनि भनेको थिएँ जस्ट अब चाहिँ कपिराइट नलागोस् भन्ने मेरो पनि सोच हो। तर लागि नै हाल्छ किनभने गीत बज्छ नि त। अनि गीत बजिसकेपछि त्यो गीतले चाहिँ मेरो युट्युबले टिप्छ र कपिराइट लाग्छ र अब तर म कपिराइट नलाग्ने टाइपले बनाउँछु। एउटा फुल्ली भिडियोहरू फुल्ली सङहरू चाहिँ सुनिरहन्छ कपिराइट लाग्छ होइन मुस्कान। अनि के भन्दैन त अनि यसले कति हात लामो तन्काएको भन्दैछ नभन्नु होला है किनभने के पो हाम्रो हातमा सेल्फी स्टिक त त्यो पनि इन्डियादेखि ल्याएको अरे है। इन्डियादेखि ल्याएको दाम भन्दैन दाम 2500 नेपाली भारू भन्दैन हो भारू 2500 नेपाली कति हुन्छ त्यो आफै जज गर्नु होला। हामीलाई आउँदैन इन्डिया त्यो हातमा तपाईँको घडी भयो नि टक्क हातमा पनि टिरिक्क टल्किने घडी कति बजी टाइम मैले त होइन हो इन्डियादेखि ल्याएको घडी टाइप मलाई चाहिँ यो घडी लाउँदा चाहिँ टाइम चाहिँ नसोध्नु होला है। चार्ज छैन यो घडीमा ब्याट्री छैन ब्याट्री हाल्न अब भोलि टुक्सिक र म फिटिङ जान्छु होला किनभने सानो काम छ मेरो फिटिङमा। यो फोनलाई चाहिँ मैले एक्सचेन्ज गरौँ भनेको खै के हुन्छ किनभने अब त्यही नै हो एक्सचेन्ज हान्छु होला सायद होइन मुस्कान। अनि नवमी डाँडा जाने कतिको एक्साइटेड छ त नवमी डाँडा जाने हो। फेरि हामीले चाहिँ त्यहाँनिर चाहिँ एसी लेखेको ठाउँ हो नि त हामी तिनैजनाले त्यहीँ एसी लेखेको भेट्नु जान्छ त्यस्तो नभन्नु होला हाम्रो गर्लफ्रेन्ड छैन 2082मा सिङ्गल हो। अनि 2082सम्म सिङ्गलै बस्ने हो हामी। कतै यो 82 सालभित्रै नै पर्छ कि परोस् भनेको त त्यसै नभन्न यसको त फेरि बुढी छ है। फेरि हामी दुईजना चाहिँ यसको र मेरो चाहिँ सिङ्गल कमेन्ट गरेको छैन। राम्री केटीहरूले कमेन्ट गर्दा हुन्छ होइन नराम्रीले गर्दा पनि हुन्छ हामीले केही नै हुन्छ। हामीले राम्री पनि चाहिएको होइन नराम्री पनि चाहिएको होइन। हामीले ठिकको हाम्रो जस्तै दुःख हामी त गाउँको दुःख सुख बुझिदिनु होस् केटी राम्री चाहिएन। अनि त्यो हामी विदेश हुँदाखेरि मोज मस्ती होइन क्या त्यो पैसाले चाहिँ जगाउने एउटा घर बनाउने पैसा जगाउने होस् होइन मुस्कान। यो त प्लानिङमा छ प्लानिङमा छ नि त विदेश जाने। म त अब डाइरेक्ट जाने हो अन्त अनि पर्सि म तल भेमा गइनँ भने चाहिँ युट्युबको सेलिब्रेसन आउँछ है। न हाम्रो ठाउँ चाहिँ देखाएको ठाउँ अब त्यो त्यही दिन नै आउँछ होला। ठाउँ चाहिँ हामीले हेरेको छैन त्यसले गर्दाखेरि के हेर्नु होला। अनि त्यो अब अरू कुरा त म केही नै भन्दिनँ हिजो भनिसकेको छु हिजोको भ्लगमा। र मलाई चाहिँ एकदमै निराश एकदम हिजो चाहिँ अस्तिको दिन हिजो रातिसम्म एकदमै निराश भएको थियो किनभने हाम्रो रियल म्याड्रिड चाहिँ च्याम्पियन लिगदेखि आउट भइसक्यो र जित्छ कि भनेको पहिलो गेम त हाफ टाइमसम्म त ड्र खेलिरहेको थियो अनि जित्छ होला भनेको त्यसपछि त हाम्रैले हालिरहेको थियो अनि त्यसपछि फेरि 2 फर्काएर एकचोटि च्याम्पियन लिगबाट आउट भयो। तर पनि केही छैन युसिएल फाइनल जस्तै कि 24 तारिकमा हुँदैछ बार्सासँग त मेसी होइन यिनीहरूसँग हिँड्दिनँ कि तर साथीहरू जस्तै यस्तो अब युसिएल फाइनल चाहिँ भनौँ न अहिलेसम्मको चाहिँ डेन्जर बार्सा र अब बार्सा जहाँसँग डन क्या जहाँसँग डन थाहा छ त्यो डन। अनि के हो यसको चाहिँ नेमार फ्यान हो जाने नेमार अहिले मैले बुझेको अनुसार चाहिँ नेपालमा चाहिँ बढी केटीहरू नेमार फ्यान रहेछ। कस्तो रुइरहेको थियो क्या नेमार कति
जस्तै 6 महिना 7 महिनादेखि इन्जुरी भएर ब्याक हुँदाखेरि हाफ टाइम भएर ब्याक इन्जुरी भएको छ क्या तर पनि गेम जितेको छ अलिलालले त्यही नै अब अनि नेपालमा कार्लोस पनि आउँदैछ आमामा कार्लोस रोबर्टो कार्लोस है फेरि हामी चाहिँ कार्लोस भन्छौँ तर रोबर्टो कार्लोस ब्राजिलको एकदमै खतरा प्लेयर भनेर पनि चिन्छ डिफेन्डर हो त्यही नै हो अब हामी चोकमा पुग्न आँट्यो त्यहाँदेखि तपाईँसँग लामो भ्लग हुन्छ नमिडाको भ्लग त ल्याउनै पऱ्यो गयो भने होइन के पो अब हाम्रो लिम्बूहरूकोमा चाहिँ भेयो भने चाहिँ केही नलगे पनि होइन यो चाहिँ लानै पऱ्यो क्या रक्सी होइन अनि चामल अनि पैसा क्या यो चामल नलाँदा पनि हुन्छ तर म चाहिँ लान्छु क्या मम्मीले भनेको चामल त लगिरहनुपर्छ हामी लाज पो लाग्छ अब त्यत्रो खाइन्छ तर अब के दिन्छ हेरौँ न हामी गएको छैनौँ अनि किन तपाईँहरूकोमा काम त सघाउने यहाँ भेमा आएर तोमसँग गरेर बसिराखेको छु कि यता बजाएर ढोल नाचेको हुन्छ मलाई ओभरै मनपर्छ क्या अब के हो ढोल नाचेको नाच्न नआए पनि हेर्न चाहिँ मजा लाग्छ यता पछाडि नै ढोल नाचेको हिजोदेखिको भयो मेन चाहिँ आज हो अनि जोस् अब गीत बजेको छैन रहेछ क्या खुसी लाग्यो किनभने गीत बज्दा त कपिराइट लाग्छ र भिडियो हुँदैन नि त अनि यो रमाइसकेको छौँ पुगिसक्यो अब खाना खानु जाने राम्रो लगेन कि खाना आफै जम पनि भनेको छैन अनि यता बुन्नु राम्रो भयो कस्तो कति तर त्यति धेरै मान्छे त छैन यता पर 9 डाँडामा मेला हुँदैछ कि त्यसले गर्दा चाहिँ उयो मान्छे नभएको होला सायद कस्तो कपाल मिलाउनु पर्छ होला भयो यसले खान्छ होला खानु त खानु त्यो खाँदिर अरे ल त्यो चिसो मैले दही खाएको चिसो अब हाप्स खानु जानुपर्छ होला लजै खानु एकचोटि देखाइदिउँ न भरै आज चाहिँ यहाँतिर नाच्छ क्या मान्छे नाचेको ढोल नाचेको यो ढोल नाच चाहिँ अर्ग्यानिक सिक्किमै खानु पर्यो यसले चाहिँ चिसो एक्लै खान्छ साथीले नाति माग्थ्यो अनि गयो यता चाहिँ बुढा बाख्राहरू ढोल त्यसरी हजुर अब जानु बाजे नोगेन लिम्बूले ज्याकेट ल्याइदियो नोगेन लिम्बूले तपाईँको भिडियो भाइरल भएछ म त फ्यान तपाईँको फ्यान भइसकेँ ल अब खाना खान जानुपर्छ ल हामी चाहिँ खाना खान जाँदैछौँ कि अब बाजे हामीले खाना खान लानु हुने होइन तपाईँले खाना खान लानु हुने ल हुन्छ के छ बाजे स्पेसल हाम्रो लागि अनि हाम्रो गाउँको यता दाइ के हो मैले चाहिँ त्यो पोखरामा दाइहरूसँग काम गरेको दाइहरू नआउनु भएको छ अरे भेटेको छैन अब भेट हुन्छ होला कि कस्तो बाटो त यता उकालो कि कस्तो घुम्नु पर्ने यता हामीलाई चाहिँ बाजे यता हेरिदिनु न यता यता बाजेले हामीलाई खाना खान के दिनु छ त्यही खाने के दिनु छ त्यही खाने संख्या धेरै भइसक्यो खाना खाने ठाउँमा पुग्न आँट्यो अब हामी चाहिँ यहाँ चाहिँ खाना खाने ठाउँ है पछाडि दिएको छ मान्छेहरू पनि धेरै रहेछ बाजे ल हामी जे गर्नु हामी जे गर्नु त्यही मजदुर छौँ बाजे लानु मात्रै न यहाँ खाना केटाहरू ल तर जस कम्फर्टेबल चाहिँ त दाइहरू हुनुहुन्छ है यता चाहिँ न ब्लगमा पूर्ण यहाँ चाहिँ ए बाजे के भनिदिनु न मेरो ब्लगमा एकदम भाइको ब्लग चाहिँ सब्स्क्राइब गरिदिनु पर्यो अब यहाँ पूर्ण बनिरहेछ भयो अब खानुपर्छ नि ब्लग चाहिँ नछोडेको जान्छ हामी चाहिँ यहाँनिर दाइ हेरिदिनु न यहाँ ब्लगमा डेढा चाहिँ एकदम देखाइदिनु अलिक राम्रो रहेछ क्या डेढा चाहिँ हरियो मान्छेहरू पनि छ बाजेहरू दामी क्या दामी आइरहेछ क्या
ब्लगरले चाहिँ खाना देऊ गएछ खाना मागेको छ भात थोरै भने ब्लगमा भने यता बस्नु न मुस्कान ओइ आइज न ओइ मुस्कान यता बस्नु न पूर्ण अब यहाँ बस्नु पर्छ यहाँ देखाउनु ल ल ल देखिहाल्छु नि म त देखाउने मेरो काम हो त दाइहरू खाना खाँदैन रहेछ त्यहाँनिर चाहिँ मान्छेहरू चाहिँ धेरै त छैन रहेछ त्यहाँ आएर खानासाना खानु चाहिँ कि यता हेर्नु है यहाँ चाहिँ कस्तो सिस्टम हाम्रोतिर चाहिँ कस्तो हुन्छ भने अब डाइरेक्ट यसरी निम तेरेर आयो भने चाहिँ डाइरेक्ट यहीँ ल्याइदिन्छ क्या तर यहाँ चाहिँ के हो आफै थापेर खानुपर्ने रहेछ अब स्टिकबाट बनाउँछौँ ल अब स्टिकबाट बनाउँछौँ भ्लग केही भन्दैन तपाईँले तर यो हुन्छ नि यो अलिकति के होइन अब भर्खर हुँदैछ यार एकछिनमा पकमा यसले भात खानु चाहिँ मलाई चाहिँ लास्ट लाग्यो क्या भात खानु परबाट फर्स्ट केटीहरूले हेरिरहेको छ क्या फर्स्ट केटी हाल्नु पर्छ अहिले म तँलाई खाइदिन्छु मेरो भाग यसलाई मेरो भाग पनि खुवाइदिन्छु यसले मेरो भाग पनि ल भयो भयो यो नै म त खाइसक्दिनँ क्या चम्ची हातले खाइदिनु पर्छ होला तर दाल छैन रहेछ तर हामीले चाहिँ दाल पनि दिएको छैन है नराम्रो लाग्यो आउने चाहिँ पहिलादेखि आउने चाहिँ ठुलो सोच्थ्यो दाइ छैन दाइ दाल छैन ओ दाल दालै बेगर चाहिँ कहाँ खान्छ अब त यो पानी तान्नु मुस्कान हातले खाइदिने म त पानी तान्दा यो स्पोनले त कहिले खाइसिँदैन त यसले त यो त निली हालिन्छ नि तान्न पानी चाहिँ यहाँ छ हुँदैन होला नि लगाएर जाने खत्तम भनिहाल्यो गीत बजिरहेछ र कपिराइट लाग्छु कि भन्ने अलिकति डर लागिरहेछ किनभने अघि आउँदा चाहिँ के त बजिरहेको थिएन अब गीत बजिहाल्यो अब त भ्लग बनाइँदैन होला खाएँ ल गाइज क्या हेमसम देखेको अहिले थमेल बनाउनु पर्छ होला ल फेरि गीत बज्दा त क्या जोस आउँछ क्या मलाई त खानु नै आएन हौ चम्चीले पानी दिएन यस्तो गर्ने यस्तो सुविधा छ हातले कसरी खानु हो भने माथि तिरपाल नहाल्नु पो रहेछ अनि पनि कति पानी छ के छ भनिदिनु के भनिदिनु सब्सक्राइब सपोर्ट गरिदिनु हामीले पढाउनु हुने त सर के भनिदिनु हामीलाई चाहिँ एकदमै रमाइलो गरी पढाउनु हुन्थ्यो सामाजिक सुधारिका अति फन्नी हो क्या होइन अहिले जाँड चाहिँ खानुपर्छ ल अहिले खानु छ हामी त खोजी खान्छौँ नि फेरि हजुर सम्झ न म सम्झिहाल्छु हामी अब खुसी खान्छौँ होइन पछाडि हेर्न क्या आएर एकचोटि खाना थपेको छैन क्या एकचोटि यहाँ के हो एकचोटि थपेको छैन होइन अनि यसले चाहिँ के हो यसले चाहिँ दुईचोटि थपिसक्यो अब योसँग तिनचोटि हुन्छ भन्दैन यसले यस्तो
त्यो यसले त यति कति पो यति त्यो यति हुन्छ नि यति चाहिँ खान्छ होला हजुर त्यता निकाल्नु ल अहिले म आउँछु सो अनि फाइनली हामी चाहिँ खानासाना खाएर चाहिँ फ्रेस भएर बसिराखेको क्या तर यो मलाई चाहिँ के मन पर्दा यो चाहिँ मन परेको डेरा अब यस्तो मान्छे त्यो पनि त्यति धेरै मान्छेहरू नै छैन रहेछ नि त कस्तो अल्छी लागिराख्यो चाहिँ यस्तो पनि एक रन जङ्गल त दाइहरूको चाल छ हामी जङ्गल चाहिँ एक रन यस्तो अब अब खाइयो अब यहाँ हेर न अब एक रन यहाँ देखाइदिनु पर्यो कस्तो तर जियोस् कस्तो लाग्यो तपाईँलाई मिठो मिठो थर्ड कपिराइट लाग्छ कि भन्ने हो खाना अहिले खाएको हामीले यहाँनिर चाहिँ के पो यहाँनिर चाहिँ खानासाना पकाउनु पर्छ ब्लग एकदम मजा छैन आजको भिडियो नै बनाउनु सक्यो मैले चाहिँ होइन यो राम्रो छ अब के हो त्यो हुन्छ नि जस्तै कि अब यो चाहिँ एउटा नाच्नु नै पर्ने अरे नि त त्यस भाइ यहाँ त तपाईँ हामीलाई त हामीलाई त अलिकति मुनिको एज गर्नु साना खाएर अब भेमा तोमासम्म गरेर हाम्रो फेरि तोमा गर्नुपर्छ नि त यस्तै यस्तो केहरू तोमा गर्नुपर्छ अनि त्यसले गरेर चाहिँ अब चाहिँ हामी फर्किँदै गरेको अब पर मेला जानुपर्छ होला सायद किनभने यहाँ मजा भएन मैले त नरमाइलो भयो भएको म नरमाइलो नै भन्छु भ्लगमा किनभने रमाइलो नै होइन मान्छे नै छैन अनि गीत बजाउँछ कपिराइट लागिहाल्छ अनि बेमा गीत नबजाउनु जस्तो मनाउनु तर यहाँ सुन्दा तर आन ब्लग्स आइसकेपछि हल्का होइन 5-10 मिनट त भिडियो त गीत त रोक्नै पर्यो नि त कपिराइट लाग्छ हुन्छ हल्ला मात्र हुन्छ त्यसैले के गर्दैछ केमा व्यस्त बिचरा बिहेर्नु नै फोन अट्कायो चिन्ना रहेछ कि नि जाति दाइले त मैले चिनिन हौ यता दाइ खै हामी त छ होला चिनिन हौ कसम दाइ त आमामा 9 मिटर नजानु हुने दाइ आज म जादिन आज ए भोलि पनि ल भोलि र आज त हामी त जाउँ भनेको जाने हो यहाँ ब्लग बनाउन आएको क्या ल हामी चाहिँ जानु लाग्यो है जाउँ मुस्कान ब्लग बनाउँदै ब्लगमा पनि निकालिराख जाउँ मुस्कान ब्लग चाहिँ अन्त नरुके हान्न अनि काट्दै सुने दाजु म जान्छु ल कतिको धेरै खान्छ त्यो पनि निकाल्न त केटा लजाउँछ म्याच फेरि लुकाउँछ र फेरि गर्छ यस्तो त हुँदैन नि त उतै बेहुलीहरू चाहिँ चरा काली ल जाउँ मुस्कान हामी लाग्थ्यौँ अब हामी जाने हो घर अब घर जाने हो हामी बेहुला बेहुली देखाएर ए हिँड्न यार नम्बर मेरो छैन मेरो नम्बर 9 मिटर ब्लग नम्बर दिएर राति पनि ब्लग चाहिँ बनाउनु पर्छ ब्लग बनाउनु छोड्नु भएन हात दिलाइछ मेरो भिडियो त हेर्छस् मेरो भिडियो त चिजो यस्तोको मेरो नोकेन 32 मिनट ज्याकेट चाहिँ ल्याइदिए नोकेन 32 फोटोहरू चाहिँ नबिर्सी पठाइदिए के यहाँ भन्न त यहाँ भन्न त मलाई फोटो चाहिँ नबिर्सी पठाइदिनु पर्यो यो मेरो साथीलाई एकदमै सबैजनाले सब्स्क्राइब हान्दिनु भाइ म त घरको कतै घुमेर आइज मान्छेहरुले यहाँनिर सबैजना आएको रहेछ भेमा मान्छे अघि त मान्छे थोरै थियो कति धेरै भएको मान्छे घुमेर आइज न क्या दामी फेरि यो पनि जिरे विष्णु क्या दामी
यार जाउँ जाऊ यताबाट जाउँ अघि गीत मर्दा चाहिँ यता पुग्दैन ल निकाले ल मैले मेरो भ्लगमा निकाल्नु पाउँछु ल मेरो भ्लगमा मेरो भिडियो हेर्नुहुन्छ नि त आज चाहिँ मिलाउँ ल तपाईँको नाम भनिदिनु ल यहाँनिर चाहिँ दिदीहरू तपाईँहरूको मास्क खोलिदिनु न मास्क खोलिदिनु न नखोल्नु हुने हो एकछिन खोल्दा हुन्छ क्या मास्क लाउँदा त यो आउनु भएको छ यो सुन्नु न तपाईँहरूलाई क्या मेरो सब्सक्राइबरहरूले कि राम्रै लागेर त्यो टिकटक बनाइन्छ क्या काटेर मास्क खोलिदिनु भनेको नि त ल यहाँ चाहिँ खाना खान्छ अब हामी कहाँ गयो अर्को मेरो साथी ल दाइहरू हामी गएको ल भएर कन्सर्टमा भेट्नुपर्छ ल हामी चाहिँ ल लाग्दिँदै गरेको भात खाने अब लाग्दिएको मुस्कान एकदम के छ आउँछ आउँछ आज होइन भोलि आउँछ डिस्ट्रिब्युट गरेर गाना बज्नु थाल्यो मार अब घरमा जान प्रकाश मेरो दाई ए प्रकाश दाई विकास दाई विकास दाईको घरमा चाहिँ दाईको डोल नाच्ने भन्दै होइन त यहाँ बेहुला बेहुली हेर्ने भरे रातमा नाच्छु हामी चाहिँ अब चल्दिँदै गरेको घरतिर चिन्ता हामी गएको ल भरे आउँछु ल दाइ जा दाइ जानु पर्यो जाने अब घरतिर कस्तो आकाश रिनिमा कति धेरै मान्छे बेहुला बेहुली देखाउँ भनेको कति धेरै मान्छे रहेछ जानुपर्छ यस्तरी देखाउँछ हामी देखाउनु पाइन्छ पाइन्छौ देखाइदिउँ न बेहुला भाइ मुस्कान लाने मुस्कान बेहुला बेहुली ताई दिदी भेना अघि नै चाहिँ हामी आएको थियौँ बस्नु गएको थिएन नि त कति धेरै प्याएको आमामा अहिलेको अहिले प्याक हुन्छ त यार के हो अहिले कहाँ गयो मेरो साथी फेरि आयो त गयो मेरो साथी फेरि यहाँ बसेर पर्खिनु पर्छ होला मेरो साथी कहाँ गयो साथी सेमा गएर पनि आइज न लिनु ल्याइराख्छु म ल गिरनमा राख्छु हरायो बेमा गएर पनि खानासाना खाएर पनि खानासाना होइन हौ त्यो निम्तो सिम्तो गरेर पनि आएर पनि अब दोस्तहरूकोमा जाँदै गरेको पछाडि माथि केटाहरू देख्दै हुनुहुन्छ नि जस्ट अब चाहिँ मेला जानुपर्छ होला मेला अब मेलातिर अब भेमा जति रमाइलो गर्नु छ त्यति रमाइलो गरे अब मेलामा गएर बबाल रमाइलो गरिन्छ भेमा त खासै रमाइलो भएन अनि अब त चाहे बैशाख लाग्यो नि त हुडी कस्तो आउँछ डेन्जर आउँछ नि त हाम्रो केटाहरू चाहिँ खतरा खाना खानु चाहिँ म चाहिँ दुईचोटि भयो भेमाको यही भेमाको दुईचोटि भइसक्यो यिनीहरूको कारणले यो चाहिँ खाऊ न खाऊ के खाऊ अझ ल्याउँ मासु अरू के ल्याउँ सक्नु भएको मेरो केटाहरूले खाएको देख्दा साह्रै बसेर बनाइबस्न बसेर अयो अनि फेरि यिनीहरू चाहिँ केको पनि मासु खाँदैन यिनीहरूले केको पनि मासु खाँदैन भन्दा पनि ब्रोइलरको दुध पिस मासु चाहिँ खाना जिक्स
यो चाहिँ मेरो जिग्स है फेरि जिगु हामी जिगु भन्छौँ नि 1 गतेको दिनमा अन्जानमा चिया खानु फिदिम पुगेको हामी यस्तो हुन्छ फेरि हाम्रो चाहिँ कस्तो हुन्छ भने 1 शब्द 2 काफी सुई हिँडिहाल यस्तो हुन्छ अनि यिनीहरू चाहिँ अब के पो यिनीहरू चाहिँ लाजायो क्या अब मेरो भ्लगमा लजा गरेँ किनेर आमामा मैले अघि खाएको नत्र फेरि खान्थेँ यो माथि तर मलाई मन पर्यो अघिदेखि मन परिरहेको थियो यति यिनीहरू त अब के भनौँ जन्मजात हेम्सम हो तर पनि यो के पो डेराभित्र छिटो त झन् हेम्सम क्या आमा इस्टुम्याङ अरे सेतो लुगा लाउन त काले पो देखिने रहेछ अहिले त कालो लुगा लाउनु यता हेर त यता हेर त यो चाहिँ फेरि कालो लुगा लाएर चाहिँ फेरि सेतो भइरहेछ क्या यस्तो हुन्छ म चाहिँ जे छु त्यही हो आयो जे होस् ल म चाहिँ 2 चोटि भयो है भेमा आएको चाहिँ हालिदिनु अलिकति यिनीहरूलाई यसले 4 हान्छ यसले 7 हान्छ क्या हान्नु चाहिँ यसले बाबालाई हान्छ मलाई थाहा छ नि यिनीहरूले कति हान्छ के हान्छ भनेर त हान्नु यिनीहरूले हातले खायो भने खेलाउन चम्चीले खानुहुन्छ त नि होइन 4 र 7 हान्नेले चम्चीले खानु त नि काने मुखले भने यतिको चाहिँ यङ यतिको के पो यतिको उमेरमा अघि मसँग आएर पनि खाएको 2-3 थपेले होइन अब फेरि एकचोटि खा छिटो खा होइन जेस तर यतिको चाहिँ खानुपर्छ 1 पिस मासु तातो रहेछ होइन ल अर्को छाला हो यो यतिको चाहिँ हुनु पऱ्यो नि ल अघि मसँग पनि खाएको क्या अहिले डक्टर बनाइदिइहाल्यो दाजु फर्किनु भएको तपाईँ साह्रै छिटो फर्किनु भयो ल के खाने जिग्री के खाने छैन र ल्याइदिने हाम्रो केटाहरूले पर्खिरहेको छ खाना खाएको हाम्रो केटाहरूलाई पर्खिरहेको छु म चाहिँ नखाएको किनभने 2 चोटिसम्म त 8 पुग्दैन हो मेरो खानु यसको चाहिँ पुग्दो रहेछ 2 चोटि खाएर 2 चोटि यसले 4 चोटि यसले 8 चोटि 3 चोटि खाएर 2 चोटि भन्दै छ गाई उच्चहरूले देखाएर यो चुकुराले गइहाल्यो म देखेँ धेरै नै अघि हामी त कति मान्छे नै थिएन न अहिले त अलिक मान्छे बढेको छ पछाडि नै टक्क बोजेहरू बाजेहरू सबैजना चरक चिडिक क्या कस्तो सुहाएको अनि आमामा पछाडि देख्नु भयो नि त्यही हो अब चाहिँ आइँदैन होला भन्दा अनि अब चाहिँ के हुन्छ भने त्यो भनेको केटाहरूले मानेन मलाई चाहिँ तल ड्याङ्का ड्याङ बजाएको मलाई चाहिँ ढोल नाच्नु मलाई ढोल नाच्नु मनपर्छ तर यिनीहरू मानेन मेरो बब्बी ढोल नाच्नु भनेको केटाहरू मानेन अब त्यही अब नजाने अब पछि मेरै बेमा ढोल नाच्नुपर्छ यता दिदीहरू के हो अब टिकटक बनाउँदै हुनु रहेछ पुरा फनी घुमेर अब मेरो भेमा म आफै ढोल नाच्छु ल फाइनली म चाहिँ कोला खाँदै घर जाँदैछु कोला खाँदै अहिले हाम्रो गाउँमा चाहिँ कोला बेसी रहेछ केटाहरूले नदी खाएको
केटाहरूले नदीको माथिबाट मलाई पुरा गाली गर्दैछ एउटा हौ नदिने कोला कस्तो मिठो कोला कहाँदेखि ल्याउनु भयो फुपाजु कहाँदेखि यति मिठो कोला ल्याउनु भयो हौ फुपाजुकोमा चाहिँ कोला बेच्दै थियो क्या म घर जानु पर्यो के बनाएको डग बनाउँदै आएको कोला खाएको कतिको कोला सबैले सोध्दैन कतिको खोला जो आफ्नो गुम फाइनली म चाहिँ अब घरतिर लाग्दै गरेको भेमा गएर मासु भात तन्काएर घरमा जाँदै गरेको अब घरमा गएर फेरि घाँस काट्नु छ क्या म चाहिँ आमा यता फुपू हेर्नु न भेमा जानुको लागि राम्रो भन्नुभएको ल हामी त अघि मासु भात खाएर पनि आएर पनि भ्लग बनाएर पनि अब युट्युबमा हाल्नुपर्छ कोला हो कस्टम ल्याउँछु घाँस त ल्यायो भने म घाँस ल्याउँछु मेरो साथीकोमा घाँस ल्याउँछ कोला कति मिठो यो त यसरी खाने हो नि त पैसा पो गएको दादा फाइनली कोला पनि खायो कति दिन पछाडि भन्दा कति महिना पछाडि कोला खाएको आमा कस्तो मिठो कोला बेच्न ल्याएको थियो रहेछ अनि मसँग पैसा थिएन अघि मुस्कानले किनेको थियो त्यो चाहिँ आधी खाएको थियौँ अनि फेरि खानु आएको थिएँ कस्तो मिठो बेचेको अब कहाँदेखि ल्याएको थाहा भएन तर पनि जस ठुलो खालको कोला एउटा कोलाले मेरो त भुँडी ढाडियो सायद भेमा भात मासु भात दन्काएर होला त्यही नै हो अब भिडियो तपाईँहरूलाई कस्तो लाग्छ म राम्रो भिडियो ल्याउने कोसिसमा छु म चाहिँ राम्रो कन्टेन्टहरू खोज्दैछु त्यही नै हो अब माया 700% गर्नु होला 700